हेलो गाइज वेलकम टू माई युट्युब च्यानल। आज मैले लिएर आएको छु एकदम सजिलो र इजी वेमा र 5 मिनटभित्र बनाउन सक्ने आलुको रेसिपी। यो एकदम स्वादिलो हुन्छ र चटपटा खालको र एकदम तिखो मिठो खालको हुन्छ र यो रेसिपी चाहिँ आज मैले तपाईहरुलाई शेयर गर्न गइरहेको छु। र लेट्स मेक आलु सादेको अचार विथ लक्ष्मी लिम्बू। र सुरुमा मैले लिएको छु यहाँ बोइल्ड पटाटो। यो 5-6 वटा पटाटो लिएर मैले उसिनेर यसलाई क्युबिकल शेपमा काटेको छु र यसमाथि मैले चाहिँ काटेको प्याजहरु राखेको छु र यसमाथि मैले नुन हालेको छु र यसमाथि अब हामीले के एड गर्ने भने धुलो खोर्सानी हैन 1 स्पुन भयो र त्यस्तै गरेर चाहिँ मैले रङको लागि चाहिँ काश्मिरी पाउडर युज गरेको छु। त्यस्तै म यहाँ छुटाउनै नमिल्ने भनेको चाहिँ हाम्रो चाट मसला है, यो चाहिँ छुटाउन मिल्दैन र त्यस्तै गरेर चाहिँ काटेको स्प्रिङ ओनियन चाहिँ माथिबाट हाल्न पर्यो, यो पनि एकदम चाहिन्छ नै। र मैले यहाँ चाहिँ हरियो खोर्सानी अलिकति मात्रै राखेको छु ल, पिरो नखाने भएर तपाईहरुले चाहिँ खान मन लाग्छ भने एड गर्नु। र कागती माथिबाट हालेको छु र त्यस्तै गरेर बेसन अनि यसको टपमा राख्दिने र यतापट्टि चाहिँ हामीले चाहिँ के भने तेल तताउने तोरीको तेल र यसमा चाहिँ मैले मेथी फुराएर माथिबाट चाहिँ मैले यसरी राखिदिएको छु। यसले छानेको छु है। यो झानिसकेपछि चाहिँ अब हाम्रो मेन काम भनेको चाहिँ यसलाई चाहिँ हामीले बिस्तारै गरेर चाहिँ अब यसलाई चाहिँ चलाउनु पर्छ यसरी हामीले हैन। यसलाई चाहिँ यसरी बिस्तारै बिस्तारै गरेर चाहिँ यसको चाहिँ हरेक मसला चाहिँ आलुसम्म पुगोस् हैन, खाँदा पनि मिठो होस् भनेर चाहिँ यसलाई चाहिँ हामीले चाहिँ यसरी बिस्तारै बिस्तारै चलाउँदै जाने। 5-6 मिनेट जति लाग्छ यसलाई। ल यसरी चलाउँदै जानु पर्यो। अब चाहिँ के हुन्छ भने यसरी यो राम्रो चलाइ गएपछि यसको चाहिँ अलिकति लेदो टाइपको चाहिँ बन्छ के, यो चाहिँ अलिकति बाक्लो टाइपको बन्छ। यो टाइपको बनिसकेपछि चाहिँ अब हाम्रो अचार रेडी भयो हैन। अनि यो चाहिँ हामी छुट्टै बाउलमा लिने र यसरी हामीले चाहिँ यसलाई सजाएर राख्ने है। र यो रेसिपी चाहिँ बनाउन एकदम सजिलो छ। ल हेर्नुस् त कति छिटो बनिसक्यो, विदिन 5 मिनेट्स हैन। सामानहरु टक्क काटेर राख्ने अनि गेस्ट आउनु भयो भने त्यसलाई चाहिँ टक टक राखेर हामीले चाहिँ एकछिनमा सर्भ गर्न मिल्छ। र अब हाम्रो चाहिँ यो आलुको सादेको रेसिपी चाहिँ रेडी भइसक्यो हैन। र अब यसलाई चाहिँ हामीले यसरी सादिसकेपछि चाहिँ के गर्ने भन्दाखेरि माथिबाट चाहिँ हामीले के गर्ने भन्दाखेरि चाहिँ काटेको हरियो धनिया चाहिँ माथिबाट चाहिँ राख्दिने। र अब यसलाई चाहिँ हामीले आफ्नो फ्यामिलीसँग अथवा आफ्नो गेस्टसँग हैन त्यसरी चाहिँ अब यसलाई चाहिँ हामीले चाहिँ खान सकिन्छ र इन्जोय गर्न सकिन्छ। ओके बाइ बाइ, इन्जोय।